Hey guys, how are you? हामीको जग्गामा चाहिँ यस्तो चाँप गुराँस फुल्छ है। अन्त हामीहरू चाहिँ अब ठुलो जङ्गलतर्फ पस्दैछौँ हामीहरू। मेरो गाइड्सहरू छेउमाथि हुनुहुन्छ, टुरिस्टहरू हो। एकजना कटलगुडीको, एकजना बाँदरहाटको हो। दुईजना हल्का फेस पनि देखाइदिनु नि। तलको देख्दै गरेको डाँडादेखि गाडी राखेर चाहिँ उकालो चढेको हो। तर कति छिटो आइपुगेको है? तर पनि कति छिटो आएको। अझै यो त काटेर पो बनाएको थियो भन्दैछ, बाटो पनि काटेको थियो भन्दैछ। छोटो अगाडि फटाफट भिडियो फोकस गरो क्यामेराम्यान। यो सुख त खाँदैन। हामीहरू निङ्ग्रो सिस्नु खोज्नु। हाम्रो डाँडाको टुप्पोमा आइपुगेको छ हामीहरूको डाँडा। यो झन्डी चाहिँ यो माथिको हो। अझै यहाँबाट निकै बेर हिँड्नुपर्छ झन्डी पुग्नु। आज क्लियर दिन थिएन, उता बङ्गालहरू पनि पारीसम्म देख्छ नि। फेरि बङ्गाल पारीसम्म देख्दाखेरि भन्दाखेरि भाबी पनि हाँस्दैछ। यो लाल रङका यस्ता फुल्ताई भाइ गुराँस हो। हुन्छ त यहीँ रहेछ त बिरुवा। होस् यो चाहिँ फारा चाहिँ यो उनी हो। यहीँ हो लास चलाउने जग्गा हो। ढुङ्गा राखेको जग्गामा लास चलाउनेको जग्गा हो। अब चाहिँ हामीहरू एकदमै मेन जङ्गलमा पसिसकेका छौँ। यहाँदेखि चाहिँ लामाहरू बसेर पढ्ने जग्गा हो। यहाँबाट चाहिँ तपाईँले पुरा पाइन फरेस्ट। यहाँदेखि चाहिँ पहिला यहाँ पनि पोखरी थियो अरे है। अहिले चाहिँ पानी सुकेर पोखरी छैन। अहिले चाहिँ खालि यस्तो यहाँ पोखरी था, झिल था, बोल्दा था पहिले। यहाँ हाम्रो दादा पर्छौँ यतिबाट गएको होइन क्या बर्खा क्या हो। यहाँ चाहिँ खोइ रुखहरू चाहिँ हेर्नुहोस् यहाँ कति वर्ष अगाडिको रुखहरू। मान्छेहरू जानुहुन्थ्यो अरे भित्र। अनि अहिले चाहिँ कोही पनि जाँदैन डरले। यताबाट पनि थियो एउटा बाटो। यहाँ आएपछि एउटा रेस्ट हाउस भेटिन्छ है। यहाँ पर भी पहिला योलाई चाहिँ उयो भन्थ्यो, लादे पोखरी भनिन्थ्यो। यहाँ पनि पोखरी थियो है। अहिले चाहिँ सबै यहाँको हामीहरूको डाँडाकाँडाको पानीहरू सुकेर मान्छेहरूले बेसी रक्सी खाएर मान्छेहरू बिग्रिएर यस्तो भएको। यहाँको मान्छे यस्तो छ है, सबै यस्तो कोरिदिन्छ, माया प्रीतिको बारेमा लेखिदिन्छ। निङ्ग्रो खोज्दै हुँदैछ हाम्रो। कति मिठो निङ्ग्रो। दिपे त फर्किँदैतिर फोटो खिच्यौ। तिमीले नि के चाहिँ गर्छौ भालु आयो नि। पिताङ फिङ तु पिताङ थियो होइन ल। यसलाई डर लागेको हेर न।
हामी चाहिँ घुम्दै आउँदै थियौँ अनि तल आउँदाखेरि चाहिँ माथि झन्डीमा चाहिँ सञ्चारी पूजा हुँदै रहेछ। त्यो सञ्चारी पूजामा चाहिँ हामी सबैजना निस्केर भगवानलाई चाहिँ फुलपाती चढाएर त्यहाँदेखि मजाले प्रसाद खाएर अनि तल दामलाखा चढेको घरतिर धेरै रमाइलो भयो हो। हजुरहरूलाई नै मन पर्यो भने यहाँ आउनु। हामीले त्यो दिन चाहिँ के गऱ्यौँ है।